नमस्कार आदरणीय श्रोता मित्र, धेरै धेरै स्वागत छ यहाँलाई। अहिले तपाईहरु सुन्दै हुनुहुन्छ समाज परिवर्तन एवं विकासको आधार विश्वास एफएम 93.6 मेगाहर्जमा कार्यक्रम फायर टक। र फायर टकमा आज विशेष अन्तर्वार्ताको लागि नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य एवं नेवी संघका पूर्व केन्द्रीय अध्यक्ष प्रदीप पौडेल ज्यूसँग हामी विशेष कुराकानी गर्न जाँदैछौं। खास गरी जनताको आशा भरोसा अपेक्षा अनुसारको काम भयो कि भएन, जनताले के पाइरहेका छन्, राष्ट्रिय राजनीति कतातर्फ जाँदैछ, प्रमुख प्रतिपक्षी दल कांग्रेस के गरेर बसेको छ, यी तमाम विषयमा रहेर आज हामी विशेष अन्तर्वार्ताका लागि छौं। र नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य नेता प्रदीप पौडेल यतिखेर हाम्रो बीचमा हुनुहुन्छ, उहाँलाई स्वागत गर्छौं। प्रदीपजी, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर, धन्यवाद। अब नेपाली कांग्रेसको भूमिका हेर्ने हो भने प्रमुख प्रतिपक्षी दलको हिसाबले रहेको नेपाली कांग्रेस के गर्दैछ अहिले? अहिले चाहिँ खासमा पछिल्लो समय राजनीतिक घटनाक्रम एकदम पल पलमा परिवर्तन भइरहेको छ। विशेष गरी सरकारले भनौँ न आफ्नो कब्जाको स्थिति बढाउनका लागि अब अध्यादेश मार्फत यो नयाँ व्यवस्था गर्न खोजेको थियो। त्यो कुरा एउटा गम्भीर विषय हो। नेपालको संवैधानिक व्यवस्थामाथि चाहिँ सरकारले नै प्रहार गरिरहेको छ। त्योभन्दा अगाडि थुप्रै विषयहरू यसमा आएका हुन्। त्यसका निम्ति हामीले संसदको बैठक समावेदन गर्ने, संसदको बैठक बोलाउने, एपीआईको हस्ताक्षर गरेर संसदको बैठक बोलाउनका निम्ति हामीले चाहिँ पहल गरिरहेका छौं। त्यो सँगसँगै सडक आन्दोलनका नयाँ कार्यक्रमहरू घोषणा गर्नका निम्ति हाम्रो पार्टीभित्र छलफल भइरहेको छ। यो पछिल्लो समय कोभिडको मारमा परेका जनतालाई सरकारले कुनै पनि ढङ्गको सहयोग गरेन, न उपचार गर्यो, न टेस्ट गर्यो, न राहत उपलब्ध गरायो, न शान्ति सुरक्षा कायम गरायो। अब त्यसपछि अब यो अन्य क्षेत्रमा पनि व्यापक रूपमा भ्रष्टाचार बढिरहेको स्थिति छ। सुशासन कायम गर्न सकिरहेको अवस्था छैन। सरकारले चाहिँ एकदमै धेरै जनतालाई अपमान गरिरहेको छ। सरकारले गरेका कमी कमजोरी औँल्याउन खोज्दा चाहिँ त्यो सरकारको विरोध गर्नेहरूलाई मोतीबिन्दु भएको भनेर जनतालाई सरकारकै मन्त्रीहरूले अपमान गरिरहेको छ। त्यसैले समग्र विषयहरू उठाएर चाहिँ हामी सडक सङ्घर्षको निम्ति तयारी गरिरहेको स्थिति छ। प्रदीप पौडेलज्यू, खासमा बारा जिल्लाको सबभन्दा लोकप्रिय रेडियो बारा प्रसार रौतहट मकवानपुर लगायतका अधिकांश जनताले सुन्ने यो कार्यक्रम अहिले हामी फेसबुक युट्युबबाट पनि एकसाथ लाइभ छौं। अन्तर्राष्ट्रिय स्तरमा पनि कतारबाट पनि धेरै युवाहरू सुन्दै हुनुहुन्छ। प्रदीप पौडेल यो अन्तर्वार्तामा आउने भएपछि युवाहरूले अब प्रदीप पौडेलज्यूको पनि कुरा सुनौला भनेर भनिरहँदा खासमा कांग्रेसको प्रभावशाली नेताको रूपमा यहाँलाई अहिले पछिल्लो समयमा लिने गरिएको छ। यहाँले कांग्रेस देशव्यापी कार्यक्रम गर्यो 29 गते। अब फेरि पनि तिथि तोकेरै आन्दोलन गर्नुपर्ने छ कि भनेर पनि प्रति प्रश्नहरू आउन थालेको छ। कांग्रेस अब सडक तताउने कि अब सडकबाट फेरि ब्याक भयो उसो भए? हामीले 29 गते जुन कार्यक्रम गरेका थियौँ त्यो कार्यक्रममा एकदमै जनसहभागिता व्यापक रूपमा भयो। विशेष गरी तराईका जिल्लाहरूमा पनि चाहिँ एकदमै राम्रो सहभागिता थियो। त्यही बाह्रमा पनि धेरै राम्रो सहभागिता भएको हामीले सुनेका थियौँ। त्यसैले देशैभरि चाहिँ जनताले कांग्रेस आन्दोलनमा आइदियोस्, आन्दोलनको नेतृत्व गरिदियोस्, सरकारको लागि खबरदारी गरोस्, आफ्ना विषयहरू उठाइदियोस् भनेर जनताले चाहिरहेको स्थिति छ। हामीले छोटो समयको तयारीमा पनि चाहिँ धेरै जनसहभागिता देखेका छौँ। त्यस कारणले त्यो कुराले हामीलाई उत्साहित बनाएको छ र हामीले सडकमै गएर अब सरकारलाई सच्याउने अथवा नेकपालाई सच्याउनुको विकल्प छैन। किनकि संसदको बैठक चाहिँ हठात रूपमा प्रधानमन्त्रीले रोक दिनुभयो। त्यसपछि संसदको बैठक राख्ने कुनै पनि इच्छा सरकारले देखाइरहेको छैन। प्रधानमन्त्रीबाट अध्यादेश ल्याइसकेपछि अब संसदको बैठक चाहिँ बस्न नदिने, त्यसलाई लम्ब्याउने प्रपञ्चमा उहाँहरू हुनुहुन्छ। नेकपाले पनि अब यसो दबाब दिए जस्तो गरे पनि उहाँहरूको भित्रको कुरा यसो घुर्क्याए जस्तो गर्नुहुन्छ, त्यसपछि फेरि मिलिहाल्नुहुन्छ, किनकि त्यो कुर्सीको लडाइँ हो। त्यस कारण यो सबै विषयलाई एकदमै आक्रामक ढङ्गले कांग्रेसले लिएर जान जरुरी छ। प्रतिपक्षी भूमिकालाई कांग्रेसले प्रभावकारी बनाउन जरुरी छ। संसदमा पनि हाम्रो संख्या कम भएकोले त्यहाँबाट पनि धेरै प्रभावकारी हुन नसक्ने हुन सक्छ। त्यसमाथि संसदको बैठकै राखिराखिएको छैन। त्यस कारणले सडक आन्दोलनमा जानुको हाम्रो कुनै विकल्प छैन। अब चाहिँ लामो सडक सङ्घर्षको कार्यक्रम तोक्ने, सिलसिलेवार ढङ्गबाट तोक्ने, अधिवेशनको तयारी पनि त्यही बिचमा गर्ने, अधिवेशनको तयारीसँगै सडक आन्दोलनको कार्यक्रम गर्ने र यो सबै विषयहरूलाई जनताका बिचमा लिएर जाने, चाहिँ जनतालाई सुसूचित गर्ने, जनतालाई आफ्नो धारणा प्रस्तुत, जनताका बिचमा आफ्नो धारणा प्रस्तुत गर्ने, त्यसपछि जनताको कुरा पनि सुन्ने र सडक सङ्घर्षलाई प्रभावकारी बनाउनुको विकल्प हामीसँग अर्को छैन।
भनेपछि सँगसँगै काङ्ग्रेसले अब सदन बोलाउने त्यसै गरी सडक तताउने पनि काम गरेको छ। तर तपाईहरुले काङ्ग्रेस खास गरी जुन प्रकारको एउटा ठूलो पार्टी हो त्यो अनुसारले नियमित रूपमा यहाँले भने चाहिँ जनताले रुचाए सडकमा आएर काङ्ग्रेसले जनताको कुराहरू गर्न थाल्यो, अब चाहिँ हाम्रो फेरि पनि राम्रा दिनहरू आउनेछन् भनेर उनीहरूले अड्कलबाजी गरिरहँदा फेरि काङ्ग्रेस गएर कुम्भकर्णको निद्रामा सुत्ने हो कि भनेर एउटा यो पनि सोचिरहेका छन् धेरै व्यक्तिहरूले, यो पनि भन्नेका छन्। यो विषयमा के भन्नुहुन्छ? मतलब पछिल्लो समय नेपाली कांग्रेसले आक्रामक प्रतिपक्षको भूमिका अदा गरेन भन्ने टीका टिप्पणी व्यापक रूपमा भइरहेको छ। हामीलाई त्यो टीका टिप्पणीले पनि धेरै पोलिरहेको स्थिति छ। कांग्रेसभित्रै धेरै पहिलेदेखि सडकमा जानुपर्छ, सडक सङ्घर्षको कार्यक्रम घोषणा गर्नुपर्छ भनेर हामीहरूले भनिरहेको स्थिति हो। अब कोभिडको कारणले सडकमा जाँदा जिम्मेवार भएको देखिँदैन कि भन्ने एक थरी साथीहरूको कुरा थियो। अब कोभिड पनि धेरै लामो हुने भयो, 1 महिना 2 महिनापछि यो सकिन्छ भन्ने भएन, यो अब कतिसम्म रहने हो भन्ने नै टुङ्गो भएन। त्यसकारणले चाहिँ तर चाहिँ सरकारले एकपछि अर्को गर्दै धेरै ज्यादती गर्दै गयो, सरकार एकदम धेरै गैर जिम्मेवार हुँदै गयो। अब नेकपा बदनाम भयो, नेकपाले के पनि गर्न सकेन, नेकपाको सरकारले डेलिभर नै गर्न सकेन, स्वतः हामीलाई समर्थन प्राप्त हुन्छ भन्नेमा हामी छैनौँ। हामीले पनि राम्रो गर्न सक्नुपर्छ, हाम्रो जिम्मेवारीको काम हामीले प्रभावकारी ढङ्गले गर्न सक्नुपर्छ, जनताका मुद्दाहरूलाई हामीले प्राथमिकतामा राख्न सक्नुपर्छ। मधेसको मुद्दा के हो, तराईको मुद्दा के हो, चाहिँ पहाडको मुद्दा के हो, हिमालको मुद्दा के हो, सबैतिरको मुद्दालाई समेटेर कांग्रेस चाहिँ प्रष्ट भएर आयो, जनताको मुद्दा बोकेर आयो भन्ने सन्देश हामीले दिन सक्नुपर्छ। त्यस्तो गर्न सकियो भने कांग्रेस वैकल्पिक शक्तिका रूपमा फेरि उदाउन सक्छ, आउन सक्छ। यो नेकपाले एकदमै ठुलो समर्थन प्राप्त गरेको छ। यति ठुलो समर्थन न विगतमा कसैले प्राप्त गरेको थियो, न भविष्यमा कसैले प्राप्त गर्ने सम्भावना छ, कमै सम्भावना हुन्छ। यत्रो ठुलो समर्थन प्राप्त गर्दा पनि नेकपाले केही गर्न सकेन भने यो पार्टीले अब केही गर्न सक्दैन भन्ने कुरा आम बुझाइ भइसक्यो। अब यो पार्टीले गर्न नसकेपछि कसले गर्न सक्छ त? मेन स्ट्रिमको अर्को पार्टी भनेको नेपाली कांग्रेस हो। नेपाली कांग्रेसले आशा सञ्चार गर्न सक्यो, गर्न सक्छ भन्ने विश्वास दिलाउन सक्यो, त्यस्तो खालको सन्देश दिन सक्यो भने यो निराशा पनि घटेर जान्छ, यो व्यवस्थामाथिको प्रहार पनि कमजोर भएर जान्छ। आज चाहिँ संघीयताका कारणले यो सबै भएको होइन, गणतन्त्रका कारणले यो सबै भएको होइन, समावेशिताको कारणले यो सबै भएको होइन, यो सबै कुरालाई समेटिएको संविधानका कारणले पनि यो सबै भएको होइन, यसभित्रको नेतृत्वको कारणले यस्तो भएको हो। अहिलेको नेतृत्व कमजोर भएको कारणले, संविधानप्रति इमान्दार नभएको कारणले, संघीयताप्रति इमान्दार नभएको कारणले, गणतन्त्रप्रति इमान्दार नभएको कारणले, समावेशिताप्रति इमान्दार नभएको कारणले यस्तो स्थिति उत्पन्न भएको। नेतृत्व परिवर्तन गर्न सकिन्छ, तर यो जस्तो प्रगतिशील व्यवस्थालाई फेरि चाहिँ उल्ट्याएर प्रतिगमनतिर जाने कुरा चाहिँ स्वाभाविक हुन सक्दैन। त्यसको लागि चाहिँ नेपाली कांग्रेस आक्रामक भएर आउन जरुरी छ, बुलन्द भएर आउन जरुरी छ, प्रष्ट भएर आउन जरुरी छ, सबै क्षेत्रका जनताको मुद्दालाई आफ्नो एजेन्डा बनाएर आउन जरुरी छ जस्तो मलाई लाग्छ। यसरी अब जसरी तपाईले भन्नुभयो संघीयताको मूल मर्म अनुसार अहिले चल्न सकिरहेको छैन यो वर्तमान सरकार, यो केवल उनीहरूले आफ्नो राजनीतिक भागभण्डाकामा केन्द्रित भएर जुन प्रकारले अहिले देशको व्यथिति बेहाल रहेको छ यसमा जिम्मेवार ओली सरकार नेतृत्व यहाँहरूले आरोप लगाइरहँदा एउटा अर्को पनि तपाईहरुमाथि आरोप के छ भने कांग्रेस अहिलेसम्म सुतिरहेको थियो तर जनताको पीडाहरूमा बोलेन। कांग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुमा जुन प्रकारको दुर्व्यवहार भयो अनि मात्र जाग्यो कांग्रेस भनेर कुराहरू जुन आइरहेको छ, यसलाई तपाईहरुले कसरी लिनुहुन्छ? जनताकै लागि आएको हो त? होइन, त्योभन्दा अगाडि पनि हामीले विभिन्न कार्यक्रमहरू गरेका थियौँ। 75 जिल्लाका सिडीहरूलाई ज्ञापन पत्र दिने कार्यक्रम गरेका थियौँ, 75 जिल्लामा जुलुसको कार्यक्रम पनि गरेका थियौँ। हामीले यस्तो विज्ञप्ति मार्फत सरकारलाई कति पटक भन्यौं, प्रधानमन्त्रीलाई नै हामीले ज्ञापन पत्र दिएका छौँ। यो चैत 10 गतेदेखि अहिलेसम्म 185 पटक हामीले सरकारको ध्यान आकर्षण काम गरेका छौँ। अब यो पछिल्लो समय रामचन्द्र पौडेलज्यूमाथि जुन आक्रमण भयो, अब त्यो रामचन्द्र पौडेल कांग्रेसको वरिष्ठ नेता हुनुहुन्छ, लोकतन्त्रका निम्ति लामो समयसम्म लडेको नेता हुनुहुन्छ, अनि केपी ओलीको सरकारले उहाँलाई चाहिँ सडकमा लाठी प्रहार गर्ने, बुट प्रहार गर्ने, सडकमा चाहिँ एकदम उहाँलाई चाहिँ तानातान गर्ने त्यस्तो गतिविधि त एकदमै गलत हो नि। त्यसले कस्तो संस्कारको विकास गर्न खोजिएको? मानिलिनु हाम्रो प्रधानमन्त्रीज्यू 12 जानुभयो, उहाँको कार्यक्रम डिस्टर्ब गर्न कांग्रेसले चाह्यो भने 12 मा कांग्रेसका 1000 मान्छे उतार्न सकिँदैन? कांग्रेसका 1000 मान्छे उतारेर उहाँको कार्यक्रम डिस्टर्ब गर्न थालियो भने के हुन्छ? प्रधानमन्त्रीजीले कस्तो संस्कारको विकास गर्न खोज्नु भएको? त्यसरी फरक मतलाई निषेध गर्ने, फरक
मत बोकेर हिँड्ने व्यक्तिहरूलाई नेताहरूलाई निषेध गर्ने यस्तो पनि लोकतन्त्र हुन सक्छ। त्यसमाथि अहिले उहाँले चाहिँ अध्यादेश ल्याएर चाहिँ लोकतन्त्रका सम्पूर्ण आधारभूत 2/3 भएको समर्थन भएको सरकारले संसदको बैठक बोलाएर आफ्ना कुरा नराखेर अध्यादेश मार्फत किन ल्याएको? त्यसैले लोकतान्त्रिक मान्यतालाई उहाँले पूर्ण रूपमा उल्लङ्घन गर्नुभयो। त्यसको लागि चाहिँ हामीले पहिला सुस्तरी बोल्यौँ, सरकारलाई विज्ञप्ति मार्फत बोल्यौँ, ज्ञापन पत्र मार्फत बोल्यौँ, तर सरकारले टेरेन। यही कोभिडकै बारेमा पनि हामीले कोभिड उपचार केन्द्र र नन कोभिड उपचार केन्द्र छुट्याउँ भनेर हामीले भनेको। बजेटलाई चाहिँ पूरक बजेट ल्याऊ, नियमित बजेट नल्याऊ। अहिले कहीँ फास्ट ट्र्याक पनि बन्न सक्दैन, सुरुङ मार्ग पनि बन्न सक्दैन। पूर्ण रूपमा चाहिँ हामी यो कोभिडतिर केन्द्रित भयौँ भनेर हामीले भनेको। हामीले चाहिँ सबै क्षेत्रका सबै तहका जनतालाई राहत दिनुपर्छ भनेर भनेको। गरिब, विपन्न, मजदुर, किसान। कोभिडका बेलामा काङ्ग्रेसले सरकारलाई सहयोग गरेको थियो कि थिएन? होइन, हामी सडकमा गएनौँ, सरकारलाई ज्ञापन पत्र दियौँ, सुझाव दियौँ, यसो गर भनेर भन्यौँ, यो संसद विकास कोष खारेज गर भनेर भन्यौँ, कोभिड केन्द्रित बजेट ल्याऊ भनेर भन्यौँ। हामीले धेरै कुरा भन्यौँ। घर जान हिँडेकालाई घर पुर्याऊ भन्यौँ। विदेशमा भारत लगायत अन्य देशमा रहेकालाई सम्मानजनक ढङ्गबाट सुरक्षित ढङ्गबाट देश लिएर आऊ भनेर भन्यौँ। विदेशमा रहेकाहरूलाई आफै टिकट काटेर आउनुपर्ने जुन स्थिति छ त्यो स्थिति अन्त्य हुनुपर्छ। उनीहरूलाई निःशुल्क ढङ्गले नेपाल ल्याइनुपर्छ। निःशुल्क ल्याउनुको धेरै परको कुरा। 40,000 पर्ने टिकटलाई 1,20,000सम्म तिरेर ल्याउनु पर्ने स्थिति भयो। राज्यको ध्वजावाहक जहाजले मान्छे ल्याएको छ, तर चाहिँ टिकटको मूल्य चाहिँ तेब्बर बढी छ। यो सरकार व्यापारी हो कि जनताको सरकार हो? सरकारले नै व्यापार गरेको जस्तो देख्छु। महामारीका बेला पनि यस्तो किसिमको बेथितिहरू, यस्तो किसिमको भ्रष्टाचारहरू भएको छ। मेडिकल सामग्री खरिददेखि लिएर सबै प्रक्रियामा यो भ्रष्टाचारका कुराहरू जुन आएको छ, सत्ता पक्षकै धेरैजनाले भन्ने गरेका छन्। अब आपसी लुछाचुडीमा लागेको यो सरकारको विरुद्धमा जुन प्रकारले तपाईहरूको भूमिका हुनुपर्ने हो, पक्कै पनि त्यो अनुसारले भएको छैन भनेर जनताहरू भनिरहेको बेलामा अब उखु किसानहरूको समस्याको बारेमा पनि लिन्छौँ है। काङ्ग्रेस खास गरी किसानहरूको पार्टी हो, किसानको लागि बोल्छ, लोकतन्त्रका लागि सबभन्दा बढी हिमायती भएर बसेको पार्टी काङ्ग्रेसले किसानहरूको आँसु झरिरहँदा काङ्ग्रेसका नेताहरूको मन किन पग्लिरहेको छैन? मतलब पक्कै पनि अहिले मेडिकल सामग्रीमा पनि चाहिँ अनियमितता भएको कुरा आइरहेको छ। त्यसको छानबिनको आवाज हामीले व्यापक रूपमा उठाइरहेका छौँ। त्यही छानबिनको आवाज उठाउँदा चाहिँ संसद बन्द गरिएको हो। हामीले कोभिडमा खर्च भएको पैसाको पारदर्शी हिसाब देखाउनुपर्छ भनेर भनिरहेका छौँ। भ्रष्टाचार सम्बन्धी अन्य थुप्रै मुद्दाहरू छन्। यो उखु किसानको सन्दर्भमा तपाईँले जे भन्नुभयो चाहिँ आपूर्ति मन्त्री लेखराज भट्टजीले अघिल्लो पटक उहाँहरू अनुसार बस्दा यति महिनाभित्र यो समस्या समाधान हुन्छ भनेर उहाँले जिम्मा लिनुभएको छ। सरकारले जिम्मा लिएको छ। सरकारले जिम्मा लिएको काम पनि नहुने। सरकारले चाहिँ राज्यले त कसैले गलत गर्यो भने त्यसलाई दण्डित गर्न सक्छ, कोही अन्यायमा पर्यो भने त्यसलाई न्याय दिलाउन सक्छ। त्यसमाथि किसानको पक्षमा चाहिँ कमिटमेन्ट गरिएको कुरा पनि पुरा नगर्ने। आज चाहिँ यस्तो जाडोको बेलामा माइती घर मण्डेलामा किसानहरू चाहिँ पुरै चाहिँ दाँत टकटक्याएर बसिरहनु परेको छ। कतिजना बिरामी हुनुभएको छ। यस्तो चाहिँ भोकै बस्नु परेको छ। प्रदीपजी, भोकै बस्नु परेको छ। चिसोले उहाँहरूको स्वास्थ्य खराब भएको छ, तर सरकार त्यो कुरालाई बेवास्ता गरिरहेको छ। त्यसैले नेपाली कङ्ग्रेस उहाँहरूको मागप्रति पूर्ण रूपमा एकबद्धता जाहेर गर्न चाहन्छ र चाहिँ तत्काल त्यो माग पुरा गरिएन भने त्यो विषयलाई पनि हामीले आन्दोलनको मुद्दा बनाउनेछौँ। एउटा अर्को पनि प्रसङ्ग योसँगै जोडिएर आइरहेको छ। नेपाली काङ्ग्रेसको नेता लुम्बिनी प्रदेशका प्रदेश भनौँ उपसचेतक पनि हुनुहुन्छ वीरेन्द्र कनौडिया, उहाँको पनि जुन प्रकारको बक्यौता रहेको छ चिनी मिलको, उहाँले दिन सक्नु भएको छैन। काङ्ग्रेसले उहाँलाई कारवाही गर्नेदेखि लिएर यो पैसा तिर्नुपर्छ है किसानको कुरा हो भनेर किन भन्न नसकेको? मतलब पहिलो चरण त्यहाँ योभन्दा अघिल्लो चरण अनसन बस्दा त्यो कुरा पनि उठेको थियो। हामीले उहाँलाई ध्यानाकर्षण गर्ने काम संस्थागत हिसाबबाट गरेका छौँ। तपाईँले चाहिँ बकौता तिर्नुहोस्, किसानहरूलाई मारमा नपार्नुहोस्। तपाईँ चाहिँ एउटा हाम्रो काङ्ग्रेसको जिम्मेवारी बोकेको व्यक्ति हुनुहुन्छ, तपाईँले तत्काल तिर्नुहोस् भनेर पार्टीले नै उहाँलाई चाहिँ ध्यानाकर्षण गरेको अवस्था थियो। अब अहिले के भएको छ म ठ्याक्कै भन्न सक्दिनँ। मैले तपाईँले अहिले चाहिँ प्रश्न गर्नुभयो, यसको आधारमा म पनि यो कुरा गर्छु। चाहिँ नेपाली कङ्ग्रेसको जिम्मेवार नेताले चाहिँ किसानको बकौता नतिरेको अवस्था हो भने पक्कै पनि पार्टीले त्यसतर्फ ध्यान दिन्छ र चाहिँ त्यो स्थिति निर्माण गर्छ।
अब गणतन्त्र खतरामा गएको हो भनेर कुराहरू आउन थाल्यो। तपाईले पनि बेला बेलामा भन्ने गर्नु भएको छ गणतन्त्र खतरामा छ ओली सरकारकै कारण। के देख्नुभयो त्यस्तो? मतलब आजको दिनमा हामीलाई शासन गर्न भगवानले कसैलाई पठाइदिनुपर्छ भन्ने मलाई लाग्दैन। नेपाली समाजमा नेपाली जनताको नेतृत्व गर्ने प्रतिनिधित्व गर्ने कोही पनि मान्छे छैन भन्ने होइन, यो गलत हो। हामीले चाहिँ त्यस्तो सामन्ती अवशेषलाई फेरि पनि जीवित गराउने कुरा, फेरि पनि प्रतिगमनको बाटोतिर जाने कुरा एकदमै गलत हो। तर अहिले के भइरहेको छ भने व्यवस्थाको कमजोरी होइन, मैले अघि नै पनि भने संविधानको कमजोरी होइन, यस्तो बहुजातीय देश होइन, बहुभूगोलको सम्मिश्रण भएको देश, बहुधार्मिक देश, यस्तो देश चाहिँ समावेशी हुनै पर्छ, समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्नै पर्छ, संघीयतामा जानै पर्छ। र गणतन्त्र त आजको एकदमै चाहिँ आवश्यकता हो अथवा आजको सबैभन्दा बढी लोकतान्त्रिक पद्धति हो। त्यसकारणले चाहिँ यो सबै कुराको दोष होइन कि सरकारले डेलिभर गर्न नसकेको कारणले एकदमै ठुलो जनमत प्राप्त गरेको नेकपाको सरकारले अपेक्षा अनुसार त धेरै परेको कुरा, अपेक्षाको तल फेदिसम्म पनि पुग्न नसकेको कारणले यो स्थिति निर्माण भएको। राम्रा कामहरू त हुँदै भएनन्, भए पनि 2-4-5% भए होलान्, तर 95% नराम्रा कामहरू भए, एकदम टीका टिप्पणी गर्नुपर्ने कामहरू भए, विरोध गर्नुपर्ने कामहरू भए, धेरै ठुला कुराहरू गरियो तर काम सामान्य पनि भएन। आज प्रधानमन्त्रीजीले भन्नुभएको चुच्चे रेल कता कुदिरहेको छ, प्रधानमन्त्रीजीले भन्नुभएको प्रशान्त महासागरमा चाहिँ पानी जहाज नेपालको झन्डा फरफराएर कहाँ तैरिरहेको छ, घर घरमा ग्यास आउँछ भन्नुभएको थियो, कुन घरमा सरकारले ग्यास ल्याइदिएको छ, ढाबाबाट बिजुली निस्कन्छ भन्नुभएको थियो, कहाँबाट निस्कन्छ, कति किलोमिटर बाटो खनिन्छ भन्नुभएको थियो, पिच हुन्छ भन्नुभएको थियो, कति भएको छ। उहाँहरू नेकपाको घोषणापत्रभित्र नेकपाले जिते भने 2 वर्षभित्र चाहिँ दैनिक खाद्यान्नमा देशलाई आत्मनिर्भर बनाइनेछ भनेर उहाँहरूले लेख्नु भएको छ। खाद्यान्नमा आत्मनिर्भर त बनाउनु त धेरै परेको कुरा हो, उहाँले मल पनि दिन सक्नु भएन। असारमा दिनुपर्ने मल मङ्सिरमा पैँचो मागेर पनि दिन सक्नु भएन। त्यसैले सरकारले डेलिभरी गर्न नसकेका कारणले असन्तुष्टि बढेको छ। अब सरकारप्रतिको असन्तुष्टिलाई व्यवस्थाप्रतिको असन्तुष्टि हो भनेर जबरजस्त चित्रण गर्न खोजिँदैछ। तर जनताले प्रदीपजी, तर जनताले जुन प्रकारले अहिले महसुस गरिरहेका छन्, संघीयता आइसकेपछि गाउँ गाउँमा घर घरमा सिंहदरबार जान्छ भनेर जुन परिकल्पना गरिएको थियो, अहिले सिंह मात्र गाउँ गाउँ घर घरमा पसे, दरबार काठमाडौँमै केन्द्रित भयो भनेर सिंहहरूले धेरै नै दुःख दिन थाले। बरु राजा एक्लैले खान्थे, तर यति अब 600 भन्दा बढी राजाहरूलाई हामीले पाल्नु परेको छ भनेर जनगुनासोहरू बढ्दै गएको छ। यसलाई कसरी नियन्त्रण गर्ने? यो चाहिँ एकदमै धेरै भ्रम सिर्जना गर्ने विषय हो होइन। राजा एक्लै हुन्थे, राजाको मेकानिजम हुँदैन थियो, राजाको राज परिवार हुँदैन थियो, राजाको राष्ट्रिय पञ्चायत हुँदैन थियो, राजाको बेलामा राष्ट्रको मेकानिजम हुँदैन थियो। एउटा मन्त्रीले कति ब्रह्मलुट गर्थ्यो त्यो चाहिँ अब पुरानो कुरा कसैले पनि सम्झँदैन। त्यसैले चाहिँ आज यस्ता खालको विकृति आयो भनेर यो चाहिँ पहिले भन्दा खराब हो भनेर भन्न मिल्दैन। डकुमेन्ट हामीलाई जे प्राप्त भएको छ त्यो पहिले भन्दा राम्रो। डकुमेन्ट प्राप्त गर्न यत्रो लामो सङ्घर्ष गर्नु पर्यो। अहिले त प्र्याक्टिसमा भएको समस्या हो यो चाहिँ कुनै के अरे तपाईँको चाहिँ संविधानले निर्दिष्ट गरे अनुसार यो भएको होइन, प्र्याक्टिसमा भएको समस्या हो। आज हामीले कुनै सिंहलाई तपाईँले भनेको जस्तै सिंहले गलत गर्यो भने त्यो सिंहका विरुद्ध खबरदारी गर्न सक्छौँ, त्यसलाई दण्डित गर्न सक्छौँ, त्यसलाई सच्याउन सक्छौँ। त्यसैले हामीसँग त्यो चाहिँ अहिले त्यो व्यवस्था मौजाद छ। जनता आफै कति सचेत हुने, जनताले यस्ता कुरालाई कसरी लिएर जाने। अब यसको विकल्प चाहिँ तानाशाही व्यवस्था हो, राजतन्त्र हो भनेर भन्ने बाटोतिर गयो भने त्यो जस्तो प्रतिगमन चाहिँ कुरा अर्को केही हुनै सक्दैन। त्यसैले 21औं शताब्दीमा यो भूमण्डलीकरणको युगमा चाहिँ हामी अग्रगमनको बाटोतिर जानुपर्छ। उसो भए काङ्ग्रेस ओली सरकारको सँगै सती जान सक्दैन? होइन, काङ्ग्रेस ओलीको नेतृत्वमा सरकारमा जान पनि सक्दैन, काङ्ग्रेसको मजित्रोले ओलीको कर्तुतलाई ढाक्न पनि सक्दैन, नेकपाको कर्तुतलाई काङ्ग्रेसले चाहिँ ढाक्दिन पनि सक्दैन। काङ्ग्रेस भन्ने पार्टी कन्टेनर होइन। यो काङ्ग्रेसले, यो सरकारले गरेका, नेकपाले गरेका सबै कमी कमजोरी उठाउँछ, जनताका बीचमा लिएर जान्छ। काङ्ग्रेस 5 वर्षसम्म प्रतिपक्षमा बस्ने सङ्कल्प गरेको पार्टी हो। अब बाँकी रहेको अवधि पनि काङ्ग्रेस प्रतिपक्षमै बस्छ, प्रतिपक्षीय भूमिका प्रभावकारी बनाउँछ। र यो जति कमी कमजोरी छन् यी सबै कमी कमजोरीको विरोध काङ्ग्रेसले गर्छ।
अब महाधिवेशन फागुनमा पनि नहुने निश्चित नै भइसकेको छ। तपाईँ प्रभावशाली केन्द्रीय सदस्य हुनुहुन्छ, युवाहरूको ढुकढुकीको रूपमा पनि यहाँलाई प्रदीप पौडेललाई चिनिने गरिन्छ, नेभी सङ्घको पूर्व अध्यक्ष हुनुहुन्छ। यहाँहरू हामी गइसकेपछि द्रुत गतिमा हामी काम गर्छौँ काङ्ग्रेसलाई अगाडि ल्याउनको लागि, नयाँ परिवर्तनकारी भूमिका खेल्नको लागि भनेर भनिरहँदा बारम्बार यस्ता अब महाधिवेशन नै सार्नुपर्ने अवस्था आइरहेको छ। किन समयमा हुन सकिरहेको छैन? होइन, अहिले अब फागुन 7 गते महाधिवेशन सम्भव छैन होइन। अब हामीले चाहिँ जेठमा अथवा भदौमा महाधिवेशन गर्ने गरी छलफल अगाडि बढाइरहेका छौँ। अझ खासमा चाहिँ जेठको मध्यतिर अधिवेशन गर्न सकियो भने त्यो सबैभन्दा राम्रो हुन्छ। अहिलेदेखि तयारी, तर त्यो बेला पनि हुन सक्ने अवस्थाहरू निर्माण भएको छैन, त्यस्तो सुरसार जुन हुन्छ त्यो हुन सकिरहेको छैन। मतलब व्यवस्थित तयारी गर्ने, फास्ट ट्र्याकमा काम गर्ने हो भने अझै पनि हामीले चाहिँ महाधिवेशन जेठमा गर्न सकिन्छ। खासमा चाहिँ हामीले कार्यतालिका प्रकाशित गर्यौँ, तर त्यसलाई चाहिँ कार्यान्वयन चाहिँ हामीले प्रभावकारी ढङ्गले गर्न सकेनौँ। अब त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने गरी हामीले कार्यतालिका प्रकाशित गर्नुपर्छ। अब सक्रिय सदस्यता वितरणमा पनि धेरै जालझेल हुने गरेको छ काङ्ग्रेसभित्र। सबभन्दा बढी विवाद त सक्रिय सदस्यता वितरणकै लिएर हुन्छ। पौडेलज्यू, कसरी व्यवस्थित गर्नुहुन्छ? युवा सोच अगाडि बढेको छ कि पुरानै सोचले दबिएको छ अहिलेको तपाईँहरू काङ्ग्रेसको कुरा गर्ने हो? मतलब त्यो हाम्रो जटिल काम चाहिँ त्यो सक्रिय सदस्यता हो। त्यो सक्रिय सदस्यता व्यवस्थित गर्न सकियो भने हाम्रो धेरै जसो कामहरू चाहिँ सम्पन्न हुन्छ। त्यसलाई व्यवस्थित गर्ने गरी चाहिँ नयाँ ढङ्गबाट हामीले अगाडि बढाउने कोसिस गरिरहेका छौँ। किनभने धेरै जिल्लाहरूमा विवाद छ, यही बारा जिल्लामा पनि सक्रिय सदस्यता वितरणमा धेरै विवाद छ। यो विवादहरूलाई सल्ट्याउँदै अब तपाईँले भनेअनुसार नै भदौमा पनि गर्न सक्ने अवस्था भएको भनेर आम काङ्ग्रेसीहरूले पनि त्यस्तो होला जस्तो उनीहरूले महसुस गर्न सकिरहेको अवस्था छैन। अब तपाईँहरूले यसलाई व्यवस्थित कसरी गर्नुहुन्छ? नयाँ एउटा मापदण्ड क्राइटेरियाहरू बनाउनु भएको छ कि पहिलेकै हिसाबले अगाडि बढ्ने हो काङ्ग्रेस? मतलब यो ठुलो सङ्ख्यामा हुन्छ होइन। यसमा चाहिँ तपाईँको धेरै मान्छेहरूको सरोकार हुन्छ। त्यसैले यसको मापदण्ड नबनाएसम्म यसलाई निर्विवाद बनाउन सकिँदैन। त्यसैले यसलाई मापदण्ड बनाएर अगाडि बढाउनुपर्छ। त्यो मापदण्ड बनाउने बारेमा हाम्रो छलफल भइरहेको छ। पहिले के भयो भने सक्रिय सदस्यता यतिदेखि यति समयसम्म वितरण गर्ने भन्ने भयो, तर त्यसको निश्चित मापदण्ड बन्न सकेन। अब चाहिँ मापदण्ड बनाएर अहिले त पुरानो नवितरण गर्ने काम त सबै भइसक्यो, त्यसमा ठुलो समस्या छैन। नयाँ वितरण गर्ने सन्दर्भमा चाहिँ जिल्ला आफैले पनि मापदण्ड बनाइरहेको छ, केन्द्रले पनि त्यसको मापदण्ड बनाएर पठाएको छ। अहिले नयाँ वितरणको काम पनि धमाधम भइरहेको छ। अब केही जिल्लाहरूमा अलिकति चाहिँ समायोजनको कुराले पनि विवाद उत्पन्न भएको छ। केही जिल्लाहरूमा चाहिँ यो